हाम्रो क्लासको केटाहरूलाई पनि ह्यापी क्रिसमस मेरी क्रिसमस है केटा हो त्यही हो अब त आलु पऱ्यो होइन भाडा बेकार बेकार अलराइट गाइज है वेलकम टु माई युट्युब च्यानल तपाईँहरू पनि एकदम सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु आज पुस 10 गतेको दिन आज क्रिसमसको दिन पऱ्यो होइन ह्यापी क्रिसमस सबैजनालाई होइन मलाई पढाउने टिचरदेखि लिएर हुन्छ नि मामा माइजू आन्टी सबैजना क्या मेरो हुन्छ नि दाजुभाइ सबैजनालाई र हाम्रो क्लासको केटाहरूलाई पनि ह्यापी क्रिसमस मेरी क्रिसमस है केटा हो त्यही हो आज हामी जाँदैछौँ होइन क्रिसमसको लागि हल्का ढिलो भइसकेको छ क्या अलिक हुन्छ नि ढिलो भयो अब एक्जाम है त्यो गएर आज हुन्छ नि आज त चिलमा हो क्या जिन्दगी एक दिनको लागि थिएँ त्यही हो रमाइलो गर्नुपर्छ आज गएर ह्यापी क्रिसमस है सबैजनालाई फेरि पनि त्यही हो र तपाईँहरूले पनि कतिजना मनाउनुहुन्छ कतिजना मनाउनु हुन्न होला होइन त्यो त मलाई थाहा छैन तर रुम माथि होइन हल्का कामहरू के हो गर्नुपर्ने होला अनि त्यसपछि त हाम्रो क्रिसमस सुरु हुन्छ तपाईँहरूलाई म देखाउँछु होइन त्यो सबै त्यही हो सो गाइज होइन चर्चमा आइपुगिसकेको छौँ त्यही हो तयारी हुँदैछ टक्क लाएर यतातिर होइन यतातिर होइन विशेष गरेर बुद्धिजीवी व्यक्तिहरू यस मण्डलीका सबैसँग हामीले स्वीकृति लिएर हामी अगाडि बढिराखेका छौँ। Happy Christmas! Merry Christmas! भन्दाखेरि चाहिँ त्यो बेला चाहिँ समयमा चाहिँ तातो खबर आयो सुने मैले बेत्लेहममा यसो जन्मेको खबर छ यो दार्जिलिङको बाटो रेलमा सरर यसो राजा जन्मको भन्दै घर त्यही हो अब खाना खाने बेला भइसकेको छ होइन टक्क अब खाना खानुपर्ने हुन्छ खाना खाइसकेर त्यसपछि फेरि जानुपर्ने हुन्छ क्या भित्र हजुर होइन त्यही हो अब खाना खाएर फेरि जानुपर्ने हुन्छ क्या ठिकै छ त्यही पनि होइन
गाइज होइन पुरै यता त हाडी फुटाइ चलिरहेछ होइन देख्न सक्नुहुन्छ तपाईँहरूले टक्क बोजूको टर्नहरू चाहिँ बताउँछ क्या यता अगाडि त्यो अब बोजूले हान्ने हो क्या दादासँग नि सो बोजूले चाहिँ मिस गर्नुभयो होइन थोरै बाङ्गो त्यही हो हामी चाहिँ यता बसेको कार्यक्रम हुँदैछ त्यही हो बुढादेखि बच्चासम्म हो क्या टिको फर्स्टमा त्यही हुन्छ नि त्यही हो क्या फर्स्टमा चाहिँ बुढाहरूलाई बुढाको भन्नु सबभन्दा वृद्धहरूलाई अनि त्यसपछि हाम्रो टर्न अब हेर्नुपर्ने हुन्छ होइन सो हाम्रो रियाक्सन त कुरै यस्तो गोले भएन दियो नि त्यही अब हान्छ होला भाइ सो गाइस होइन अब त मम्मीको टर्न हो फुटिङ त्यतिको चाहियो है मिस भयो गाइस अब त बुवाको टर्न होइन हुटिङ चाहियो कता जानुभयो फर्स्टमै गयो सेट गयो लट्टीले भाँच्यो अयो सो गाइस लुक एट दिस भ्यू हैन आन्टीले हान्दियो हान्यो हान्यो सेट हान्यो अब जस्तो गाइजहरू पावलले अब हाडी फुटाउने के कसको के गर्ने हो थाहा छैन पावलले हान्नु माथि गाइजहरू पावलले चाहिँ हाने है गरे है प्रगति गरे कस्तो लाग्यो कस्तो अनुभव भयो भन न सो गाइजहरू मलाई त रमाइलो भइरहेको गर्नुभयो केही नछाड्नु गएर होइन दिनु त्यही हो गाइस अब क्रिसमस समाइसक्यो अब कालो गरी मस्काउनु पर्नेछ सो गाइस होइन यस्तो हो क्या भाडा माझ्दा पनि खुसी हुनुपर्छ क्या एकदम सँगले होइन अब त आलु पऱ्यो होइन भाडा माझ्दा त बेकार हाँस्दिनँ त हेरेर हो यति कतै हुनुपर्छ है जोस सो गाइस लुक एट दिस भ्यू है यति कतै हुनुपर्छ है ल गाना बजाएपछि नि यतिको जस्तै आउनै पर्छ क्या हुन्छ नि होइन टक्क लाएर यति कतै हुनुपर्छ है ल माझ यतिको जस्तै चाहिन्छ है भाडा भाजको लागि सो गाइस अब हामी घर जाने बेला भइसकेको छ सो अब जानुपर्ने हुन्छ अब हुन्छ नि थालपुरको सबै यस्तो हालिसक्यो क्या अब जानुपर्ने हुन्छ है त इन्जोय गर्दै गर्नु हल्का अब भिडियो सो गाइस त्यो आजको भ्लग यतिमा इन्ड हुन्छ जस्तो छ किनकि हुन्छ नि क्रिसमस सकिसकेको छ अब घरमा आइपुगेछ ठक्क मामा पनि आइपुग्नु भएछ क्या यतातिर पछाडि म तपाईँहरूलाई देखाउँछु होइन सो त्यही हो होइन म उतै जान्छु त्यही हो आज भ्लग यतिमै इन्ड हुनेवाला छ सब्सक्राइब है त हामी त फेरि तपाईँलाई देखाइदिनु